टिकटक हेल्थ नेपालले अप्रोच गरिरहँदाखेरि तपाईँलाई चाहिँ कि मानबहादुरजी अब आएर खेल्नु पर्यो, के चाहिँ कुराले कन्भिन्स हुनुभयो कि टिकटक हेल्थ नेपाल नै किन, या कसरी मिल्यो त्यो सबै माहौल भनौँ न अलिकति? एज मलाई अब सबैभन्दा पहिला मलाई नेपाल आएर खेल्ने चाहिँ रहर हो। यो टिम त्यो टिम भन्दा पनि मेरो लागि चाहिँ नेपाल आउनु पहिलो थियो र दोस्रो भनेको मेरो डेफिनेटली मलाई चाहिँ आर्मीबाटै खेल्ने रहर चाहिँ थियो र आर्मीबाट खेल्ने रहर हुँदाहुँदै पनि दर्शक सम्पूर्ण लाखौँ करोडौँ दर्शकबिनहरूले चाहिँ बुझिदिनु भइरहेको छ र धेरैभन्दा धेरै साथीहरूले मलाई म्यासेज पनि गरिरहनु भएको छ, दाइ आर्मीको रुल्स होला हजुर खेल्न नपाउने, तपाईँहरू जहाँबाट खेले पनि हामी तपाईँको सपोर्टमा हुनेछौँ, हामीले भलिबललाई माया गरेको छौँ, हामीले त्यो चिजलाई चाहिँ हामीले हेर्नेछौँ, दाइ तपाईँको जुन गेम हेर्नेछौँ, जुन सेलिब्रेसन हेर्नेछौँ, त्यो चिज भनेर मलाई एकदम मोटिभेसन गरिदिनु भएको छ। उहाँहरूलाई चाहिँ धेरै सम्झिन चाहन्छु। होइन, मलाई धेरै नै गाह्रो थियो यताबाट खेल्नको लागि र धेरै पछि कुरा गर्दै गर्दै आइसकेपछि टिकटकबाट मैले नै मेलहरूबाट चाहिँ उहाँहरूसँग कनेक्ट हुन पुगेँ र त्यसपछि सम्भव भएको हो, मैले नै रिक्वेस्ट गरेको हो।